मकवानपुरको बागमती गाउँपालिका 8 भुवनचुली स्थित हेटौँडा धरान चतरा सडकको नालामा बुधबार बिहान एउटा मान्छेको शव देखिन्छ। नालामा शव घोप्टो परेको अवस्थामा हुन्छ। प्रहरी बोलाइन्छ र बुझ्दै जाँदा त्यो लास 37 वर्षीय मिलन दङ्गालको भन्ने पुष्टि हुन्छ। प्रहरी स्रोतका अनुसार मिलन दङ्गालको हत्या गत मङ्गलबार राति भएको थियो। प्रारम्भिक अनुसन्धानमा यो हत्या पुरानो रिसेबी र व्यक्तिगत विवादका कारण भएको हुन सक्ने आशंका गरिएको छ। घटनास्थलमा प्रहरीले विभिन्न प्रमाणहरू सङ्कलन गरेको छ, जसमा हतियार र अन्य संलग्न वस्तुहरू पनि समावेश छन्। मिलन दङ्गालको हत्या गरेको आरोपमा प्रहरीले 4 युवती सहित 7 जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ताले भने, हामीले घटनाको गहिरो अनुसन्धान गरिरहेका छौँ। पक्राउ परेका सबैमाथि सोधपुछ जारी छ र चाँडै नै थप जानकारी सार्वजनिक गरिनेछ। स्थानीय बासिन्दाहरूका अनुसार मिलन दङ्गाल एक सामान्य परिवारका व्यक्ति थिए र उनको कसैसँग ठुलो झगडा वा दुश्मनी भएको जानकारी थिएन। तर घटनाले गाउँमा त्रासको वातावरण सिर्जना गरेको छ। एक स्थानीयले भने, यो घटना सुन्दा हामी सबै चकित भएका छौँ। मिलन दाई शान्त स्वभावका थिए, कसले र किन यस्तो गर्यो बुझ्नै सकिएको छैन। प्रहरीले घटनास्थलको सुरक्षा व्यवस्था कडा बनाएको छ र थप संलग्न व्यक्तिहरूको खोजी कार्य पनि जारी राखेको छ। मकवानपुर जिल्ला अदालतबाट पक्राउ परेकाहरूका लागि 5 दिनको म्याद थप गरिएको छ। अनुसन्धानले हत्याको कारण र परिस्थिति स्पष्ट पार्ने अपेक्षा गरिएको छ। यो घटनाले हेटौँडामा सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठाएको छ। स्थानीय प्रशासनले नागरिकहरूलाई शान्त रहन र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ। थप विवरणको लागि प्रहरीले आधिकारिक बयान जारी गर्ने तयारी गरिरहेको बताएको छ।